ल म्यानुफ्याक्चर अफ नाइट्रिक एसिड बाई ओस्टल प्रोसेस छ। अब हामीले चाहिँ नाइट्रिक एसिड चाहिँ कसरी बनाउन सकिन्छ त? अब नाइट्रिक एसिड बनाउनको लागि चाहिँ सुरुमा चाहिँ के चाहियो त भन्दाखेरि 1 भोल्युमको के चाहियो? ड्राई एमोनिया चाहियो, एमोनिया, अनि 8 भोल्युमको एयर चाहियो हैन। भनेपछि अब सुरुमा चाहिँ त्यति चाहिँ एमोनिया र एयर चाहियो। अब त्यसपछि एमोनिया र एयरलाई चाहिँ कन्भर्टरमा पठाउनु पर्यो, एमोनिया र एयरलाई चाहिँ कन्भर्टरमा पठाउनु पर्यो। अब कन्भर्टरभित्र के हुन्छ त भन्दाखेरि सुरुमा चाहिँ एमोनिया इज एयरलाई पठाएपछि अक्सिडाइजेसनको काम गर्छ। सो सुरुमा के हुन्छ त कन्भर्टरभित्र? यो कन्भर्टरभित्र के हुन्छ भन्दाखेरि एमोनिया इज अक्सिडाइज इन्टु नाइट्रिक अक्साइड विथ एयर इन प्रेजेन्स अफ, अनि के छ त भन्दाखेरि अब हाम्रो के प्रेजेन्समा भन्दा क्याटालिस्टको प्रेजेन्समा प्लाटिनम गज क्याटालिस्ट अनि हिट 850 डिग्री सेल्सियसमा त्यो भित्र कन्भर्टरमा यिनी कन्डिसनहरू एप्लाई भएको हुन्छ र के भन्छ भन्दाखेरि नाइट्रिक अक्साइड भन्छ। अब 850 डिग्रीको उसले तापक्रमले हिट रिएक्सन गरेपछि त त्यो धेरै हिट हुने भयो, नाइट्रिक अक्साइड एकदम हट हुने भयो र त्यसको लागि चाहिँ सेकेन्डमा चाहिँ हामीले त्यसलाई चाहिँ कुल गर्नुपर्छ। त्यसको लागि चाहिँ त्यो कुल गरेर चाहिँ त्यत्रो हायर डिग्री सेल्सियसकोलाई चाहिँ 100 डिग्री सेल्सियसमा पुर्याउनु पर्यो। अब 100 डिग्री सेल्सियसमा जब पुग्छ नाइट्रिक अक्साइड, अब फेरि यसले चाहिँ फेरि रिडक्सन गर्न पर्यो। फेरि रिडक्सन गर्नको लागि यहाँ रिडक्सन च्याम्बर छ, फेरि यसलाई चाहिँ के रिडक्सन नै अक्सिडेसन गर्न पर्यो, अक्सिडेसन च्याम्बर थ्रु। अब नाइट्रिक अक्साइड इज cooled then oxidized टु नाइट्रोजन डाइअक्साइड बाई एयर। अब अक्सिडाइजेसन भनेपछि एयरसित रिएक्सन गर्ने हो र अनि आएको हाम्रो कुल गरेको नाइट्रिक अक्साइडले फेरि अक्सिडाइज गर्दा चाहिँ के आयो त के दिन्छ त भन्दाखेरि नाइट्रोजन डाइअक्साइड आइन्छ। जस्तो NO भनेको नाइट्रोजन अक्साइड, O2 भनेको N2O भनेको के हो? नाइट्रोजन डाइअक्साइड दिन्छ, हैन, नाइट्रोजन डाइअक्साइड दिन्छ। अब यो एब्जर्प्सन टावरभित्र चाहिँ नाइट्रोजन के छ त भन्दाखेरि डाइअक्साइड छ, NO2 O2 नाइट्रोजन डाइअक्साइड छ। अब यो नाइट्रोजन डाइअक्साइडलाई चाहिँ के गर्न सकिन्छ भन्दाखेरि जुन दोज फर्म नाइट्रोजन डाइअक्साइड इज एब्जर्ब इन वाटर in the presence of air absorbed by water in presence of air to give nitric acid। अब माथिबाट चाहिँ के हुन्छ? वाटर स्प्रे गरिन्छ। माथिबाट वाटर स्प्रे गरेपछि के भन्छ त भन्दाखेरि इन द प्रेजेन्स अफ एयर। अब माथिबाट वाटर गरिन्छ भन्दाखेरि इन द प्रेजेन्स अफ एयर यो के अरे नाइट्रिक अक्साइड चाहिँ वाटरसित के हुन्छ त भन्दाखेरि वाटरले यो एब्जर्ब हुन्छ क्या, यसले चाहिँ इन द प्रेजेन्स अफ एयर यसले चाहिँ वाटर यसलाई चाहिँ वाटरले चाहिँ एब्जर्ब गर्छ र के भन्छ त भन्दाखेरि एब्जर्ब गरेर के दिन्छ त भन्दाखेरि डाइल्युट HNO3 दिन्छ। डाइल्युट HNO3 भनेको नाइट्रिक एसिड भयो। अब हामीसित डाइल्युट HNO3 नाइट्रिक एसिड त बन्यो। अब यो नाइट्रिक एसिड अब कतिको कन्सन्ट्रेसन हुन्छ त? नर्मल्ली जुन बनेको हुन्छ त्यो भन्दा चाहिँ त्यो चाहिँ अब नर्मल्ली जुन छ, अब चाहिँ हामीले त्यो नर्मल्ली बनेकोलाई चाहिँ 60% जति हामीले यदि कन्सन्ट्रेटेड HNO3 बनाउन चाहन्छौँ भने त्यसको लागि चाहिँ डाइल्युट HNO3 जुन आएको थियो नि त्यसलाई फेरि यहाँ वाटरको ठाउँमा फेरि त्यसलाई माथिबाट स्प्रे गरियो भने बाई स्प्रेइङ थ्रु द फेरि एब्जर्प्सन टावरबाट गरियो भने इन्स्टेड अफ H2O फेरि के भन्छ त भन्दाखेरि 60% जति चाहिँ फेरि त्यो गरियो भने 60% जति HNO3 चाहिँ कन्सन्ट्रेटेड हुन्छ। अब फेरि 60 देखि 68% नै हामी जान सकिन्छ। 60 देखि 68% कन्सन्ट्रेसनको HNO3 को कन्सन्ट्रेसनको लागि हामीले डिस्टिलेसन मेथडबाट पनि फेरि 68% तक लान सकिन्छ। 68%लाई बढाएर फेरि 98% कन्सन्ट्रेटेड HNO3 कसरी बनाउन सकिन्छ त भन्दा फेरि बाई डिस्टिलेसन अन्डर अनि बाई डिस्टिलेसनबाट एउटा अनि रिड्युसिङ प्रेसर एन्ड इन प्रेजेन्स अफ कङ्क H2SO4 एज अ डिहाइड्रेटिङ एजेन्ट। अब एज अ डिहाइड्रेटिङ एजेन्ट H2SO4 भनेको के हो त भन्दाखेरि कङ्क H2SO4 ले चाहिँ त्यसमा भएको जति पनि वाटर छ आफै एब्जर्ब गर्ने हो, त्यही भएर डिहाइड्रेटिङ एजेन्ट बनेको। सो त्यही यसरी चाहिँ 98% जति HNO3 हामीले बनाउन सकिन्छ। अब टोटल्ली एनहाइड्रस 100% कन्सन्ट्रेटेड HNO3 कसरी बनाउने त भन्दा लास्ट फाइनल 100% को लागि बाई डिस्टिलेसन अफ कङ्क एक्वाइस HNO3 इन प्रेजेन्स अफ पेन्टोक्साइड एज अ डिहाइड्रेटिङ एजेन्ट।
पेन्टो अक्साइड चाहिँ H2SO4 डिहाइड्रेटिङ कम्पोनेन्टमा चाहिँ पेन्टो SO4 अलि स्ट्रङ हुन्छ H2SO4 भन्दा। सो यस्तो गरेर बाई डिस्टिलेसन अफ इन द प्रेजेन्स अफ यो गरियो भने चाहिँ हामीले 98 लाई सिधै कति 100 to 100 म्याक्स अनहाइड्रेटेड कन्सन्ट्रेटेड HNO3 बनाउन सकिन्छ। सो यो प्रोसेस टोटली प्रोसेस बनाउने प्रोसेसलाई के भन्छ त भन्दाखेरि अस्ट्रोइल्ड प्रोसेस भन्छ। ल यति हो है त यसमा।